नमस्कार, टक टाइम विथ सुजनमा स्वागत छ। म सुजन श्रेष्ठ। अहिले सिन्धुपाल्चोक विशेष गरी चौतारामा नयाँ प्रतिभा भन्ने बित्तिकै एउटा व्यक्तिको नाम अगाडि आउँछ, रोशन श्रेष्ठ। करिब 6 महिना अगाडि उहाँले एउटा गीत युट्युबमा सार्वजनिक गर्नुभएको थियो, नछोड्नु साथ, र त्यो गीतले अहिले लगभग 78,000 भ्युज र 3100 भन्दा बढी लाइकहरू जम्मा गरिसकेको छ। र प्रतिभाशाली स्वर, एउटा मिठासपूर्ण स्वरले अहिले धेरै दर्शकहरूको मन र मुटु जित्न सफल भएको छ। आज त्यही रोशनसँग उहाँको सङ्घर्ष, साङ्गीतिक यात्रा र भावी योजनाहरूबारे विशेष कुराकानी गर्नेछौँ। स्वागत छ यहाँलाई। हजुर, नमस्कार। नछोड्नु साथ कति राम्रो गीत गाउनु भएको छ। त्यही गीतबाट चाहिँ आजको कार्यक्रम सुरु गर्नु जस्तो लाग्यो। हुन्छ, गीत गाउनु पर्यो। हुन्छ हजुर। नछोड्नु साथ तिमी, यो जुनी मात्र होइन, जुनी जुनी पनि यसरी तिमीसँग मात्र होइन, तिम्रो आवाज पनि मन पर्छ। माया शब्दको अर्थ तिमी नै जस्तो लाग्छ। माया धेरै धेरै गर्छु तिमीलाई म त, हेर तिम्रो मनको कुरा भन न, लजाइ भन न। हे माया नजानु छाडी टाढा, नजानु छाडी टाढा। माया नजानु छाडी टाढा, नजानु छाडी टाढा। हे बिहानी किरण बनी आयो तिमी मुटुको माझमा, सम्झन्छु तिमीलाई नै घरि घरि, छौ तिमी प्रति सासमा। बिहानी किरण बनी आयो तिमी मुटुको माझमा, सम्झन्छु तिमीलाई नै घरि घरि, छौ तिमी प्रति सासमा। डर लाग्छ किन मलाई छाडी जान्छौ भनी तिमी, बासिसकेको यो गाडा मायालाई छुटाउ कसरी। माया नजानु छाडी टाढा, नजानु छाडी टाढा। माया नजानु छाडी टाढा,
धेरै नै राम्रो यो एउटा उत्कृष्ट गीत त छँदै नै छ त्यसमा पनि यो गीतको एउटा खण्ड जुन छ बिहानी किरण बनी आयो तिमी मुटुको माझमा धेरै दर्शकहरूले र श्रोताहरूले चाहिँ यो खण्डलाई तपाईँको गीतको विशेष गरी धेरै नै मन पराउनु भएको छ यसमा धेरै रिल्सहरू पनि बनेका छन् तपाईँको लागि चाहिँ यो गीतको सबैभन्दा उत्कृष्ट खण्ड उत्कृष्ट शब्द चाहिँ के हो अब मलाई पनि यो गीतको सबैभन्दा मनपर्ने त अब यो बिहानी किरण बनी आयो तिमी नै हो लाग्छ अब यो गाना खासमा यो पार्ट चाहिँ निकेश दाइले लेख्नु भएको हो मैले चाहिँ खासमा यो गानाको फर्स्ट भर्स मात्र लेखिरहेको थिएँ अनि त्यसपछि गीत कम्प्लिट थिएन मैले निकेश दाइलाई सुनाएको थिएँ यो गीत अनि त्यसपछि निकेश दाइलाई नै एकदमै यो मेलोडी चाहिँ एकदमै राम्रो लागेको कारणले अनि निकेश दाइलाई पनि यो गीतको मेलोडी मन परेको कारणले अनि दाइलाई चाहिँ मैले भनेको थिएँ दाइ यो कम्प्लिट गरिदिनु पर्यो भनेर अनि दाइले चाहिँ एक दिन ठ्याक्कै दाइ म बस्दाखेरि अनि दाइले चाहिँ ठ्याक्कै यो बिहानी किरण बनी आयो तिमी भन्ने यो 4 लाइन चाहिँ दाइले यतिकै दाइको मनमा लागेको यो गीतको त्यो अगाडिको शब्दहरू बुझेर सायद दाइले यो 4 लाइन चाहिँ जहाँसम्म मलाई थाहा छ यो गीत जुन बनाउनु भयो तपाईँहरूले बाहिरबाट कलाकार बाहिरबाट सङ्गीतकारलाई नजिकाएर लगभग स्थानीय साथीहरूलाई नै राखेर बनाउनु भएको जस्तो लाग्छ मलाई यो म्युजिक भिडियोमा चाहिँ स्थानीय नै छ तर यो म्युजिक एरेन्जमेन्टहरू चाहिँ बाहिरको धेरै कलाकार त होइन यसमा लगभग दुईजनाले मात्र गरेको छ यो लगभग सबैजना अरू चाहिँ लोकलै हुनुहुन्छ अरू लोकलमा चाहिँ लोकलै भनौँ अब जस्तै कि यो गाना कस्तो भने अब प्रोड्युस गर्नेहरूले अहिले त एकजना मान्छेले नै सबै कामहरू प्रोड्युस गर्नु मिल्ने रहेछ के त्यो अब सबै एउटै उबाट हुने रहेछ त्यही भएर यो ड्रमहरू यताउति गिटारहरू अनि यो फ्लुटहरू चाहिँ बाहिरबाट नै गरेको हो अनि त्यसपछि यो गीत चाहिँ एकजनाले नै बनाउनु भएको हो जो आर्टिस्टहरू प्रोफेसनल आर्टिस्टहरूबाटै गरेको हो म्युजिक एरेन्जमेन्टहरू चाहिँ तपाईँले यो गीत गाउनु मात्रै भएन एउटा म्युजिक भिडियो पनि रिलिज गर्नुभयो एउटा भनौँ न सामान्य ज्ञान राख्नु भएको छ तपाईँले त्यति अनुभव पनि छैन विगतका म्युजिक भिडियोहरू बनाउनुको लागि भनेर विशेष गरी कस्तो किसिमको चुनौती र कठिनाइहरू चाहिँ सामना गर्नुभयो अब धेरै खासमा त धेरै गाह्रो भयो यो अब फर्स्ट टाइम भएर पनि होला त्यस्तो बिना एक्सपिरियन्स पनि थिएन पहिला कस्तो हुन्छ के हुन्छ तर जे होस् अब रहरले गर्दै गयो गाह्रो चाहिँ धेरै नै भयो मैले साथीहरूलाई पनि दुःख दिएँ धेरै अब साथीहरूले पनि धेरै त्यहाँनिर मलाई साथ दिएको छ मेरो साथीहरू नभएको भए सायद यो म्युजिक भिडियो सायद यतिसम्मको निस्किँदैन थियो होला सायद आज सबैजनाले यो नसुनो साथ यसरी सुन्नु पाउँदैन थियो होला साथीभाइहरू मेरो दाजुभाइहरू विदेशमा भएको सबैजनाले सहयोग गर्नु भएको छ यो गीतमा म एक्लैले त यो गीतमा यतिसम्म त कहाँ गर्न सक्थ्यो र साथीहरू सबै तपाईँले हिजोको दिनसम्म एउटा अननोन व्यक्ति सामाजिक सञ्जालमा त्यति नदेखिएको एउटा गायकको रूपमा रहँदै गर्दाखेरि अनि अचानक आज वा भोलिपल्ट चाहिँ तपाईँको एउटा गीत रिलिज हुन्छ र त्यसले चाहिँ भनौँ सिन्धुपाल्चोक र चौताराको हरेकको स्टोरी फेसबुक स्टोरी र टिकटकमा चाहिँ त्यो गीत छाउँछ हरेकले त्यसमा एउटा भिडियो बनाउँछ हरेकले टिकटक हरेक कुरा रिल्सहरू पोस्ट गरेर तपाईँलाई प्रमोट गर्नुहुन्छ र त्यो गीत एउटा भनौँ एउटा साङ्गीतिक क्षेत्रको रूपमा सिन्धुपाल्चोकको एउटा प्रतिनिधित्व त्यो गीतले अहिले गरिराखेको छ तपाईँले त्यो गीत बनाउने बेला निर्माण गर्ने बेला त्यसको लिरिक्स लेख्ने बेला त्यसलाई सङ्गीत भर्ने बेला तपाईँको आवाज दिने बेला चाहिँ तपाईँले के सोच्नु भएको थियो कि यो गीतले चाहिँ यतिसम्मको हाइप चाहिँ लिन्छ यतिसम्मको श्रोताहरू सामु चाहिँ यो गीत पुग्छ जस्तो चाहिँ लागेको छ तपाईँलाई मलाई अब यो गीत मलाई पुग्छ जस्तो चाहिँ एकदमै विश्वासै थियो किनकि मैले यो गाना खासमा यसको मेलोडी नै मैले यस्तै टाइप्सले कम्पोज गर्नु खोजेको थियो तर यति चाँडै त नभनौँ अझै हुन त धेरै नै बाँकी नै छ तर यति धेरै भ्युज आउँछ भनेर चाहिँ अलिकति सोचेको थिएन किनकि मैले यो मलाई दाइहरूले चाहिँ यो गानालाई चाहिँ
एउटा राम्रो पेजबाट हाल्नुपर्छ युट्युब च्यानलबाट भन्नुभएको थियो तर मैले अब तपाईले आफैबाट हाल्नु मैले आफैबाट गरेँ अब किनकि त्यो गीत हाल्ने बेला तपाईको सब्स्क्राइबर कति थियो मेरो लगभग त्यो गीत हाल्ने बेला चाहिँ मेरो लगभग 500-700 जति थियो होला अहिले कति छ अहिले 2500 जति पुग्यो लगभग त्यो गीतले पनि तपाईको च्यानललाई त्यो गीतले त्यही त मैले यो फर्स्ट टाइम मेरैबाट हाल्दाखेरि यति धेरै जान्छ जस्तो चाहिँ लागेको थिएन किनकि मलाई चाहिँ यो गानामा चाहिँ मलाई हल्का बेस बसाउनु मन थियो कि अब पछिको गानाहरू गर्दाखेरि मलाई सजिलो हुन्छ भनेर मैले यो प्रमोट पनि धेरै यो ठुल्ठुलो एउटा पेजहरूबाट पनि गरेँ फेसबुकतिर धेरै बाहिर फैलिनको लागि त्यही भएर पनि धेरै भ्युजहरू आएको जस्तो पनि लाग्छ मलाई अहिले सिन्धुपाल्चोक जिल्लामा विशेष गरी यो चौतारा बजारको क्षेत्रमा तपाईलाई नचिन्ने भनेको मान्छेहरू कमै हुनुहुन्छ यताउति हिँड्दाखेरि चिन्नुहुन्छ कहिलेकाहीँ कसैले सेल्फी पनि माग्नुहुन्छ यताउति हिँड्ने बेला जस तपाईलाई एउटा लोकल स्टारको रूपमै भन्न सकिन्छ कस्तो किसिमको महसुस चाहिँ गरिराख्नु भएको छ एउटा स्टार जसरी जिउँदाखेरि अब मलाई स्टारै जस्तो चाहिँ अलिकति वास्तवमा भन्नुपर्दाखेरि अहिले लाग्दैन अझै गर्नुपर्ने धेरै बाँकी नै छ अब भर्खरै फर्स्ट एउटा एल्बम त नभनौँ एउटा गाना गरेँ अब अझै गर्नु छ अझै केही गानाहरू गरेपछि चाहिँ त्यस्तो स्टार जस्तो फिल त भएन एकदमै स्टार नभए पनि अरूको लागि तपाईँ लोकप्रिय हुनुहुन्छ तपाईँको आवाज जे होस् जनसमुदायले मन पराइदिनु भएको छ सबैजनाको फेभरेट एउटा भनौँ लोकल सिङ्गर आफ्नै घरको एउटा गायक रोशनको दैनिक जीवन चाहिँ कसरी चलिरहेको छ अहिले अब दैनिक जीवन त अलिअलि म्युजिक पनि गर्दैछु अहिले म्युजिकलाई अलिकति टाइम दिनु पाएको छैन म खासमा यो नेपाल विद्युत प्राधिकरणमा मिटर रिडिङको काम पनि गर्छु उता स्याउली एरियातिर गाउँमा त्यो कामले गर्दाखेरि अहिले अर्को प्रोजेक्ट अर्को गीतलाई चाहिँ अलिकति ढिला भइरहेछ अब चाँडो नै त्यो प्रोजेक्ट हाम्रो सुरु हुनेवाला नै छ ठिक छ केही समय अघिको कुरा हो द गोल्डन भोइस द किङ अफ रोमान्टिक मेलोडी अफ नेपालको टाइटलले सम्मानित हुने हाम्रो आदरणीय गायक प्रेमध्वज प्रधानको 89औं जन्म जयन्तीको अवसरमा तपाईँले एउटा गीत गाउनु भएको थियो उहाँकै स्वरको पाइरहेको प्रकाशन भएको गीत तपाईँले गाउनु भएको थियो धेरै श्रोताहरूले तपाईँलाई त्यो गीत पनि तपाईँको जुन मन पराउनु भएको छ प्रेमध्वज प्रधानको गीत रोशनको आवाजमा सुन्न पाउँदा धेरै श्रोताहरू खुसी हुनुहुन्छ त्यो गीत एकचोटि फेरि तपाईँले हाम्रो दर्शकहरूको लागि पर्फर्म गरिनुभयो भने चाहिँ हामी धेरै आभारी हुनेछौँ हुन्छ कुन गीत गाउनु भएको थियो तपाईँले प्रेमध्वज प्रधानको यो देउरालीमा बतास चल्यो भन्ने गाएको थिएँ देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो बाजुको पात लाउँदै छहरालाई गिजाउँदै बाजुको पात लाउँदै छहरालाई गिजाउँदै उकालीको बादललाई उडाउँदै झिल्याउँदै उकालीको बादललाई उडाउँदै झिल्याउँदै गुराँसघारी पाखा खुल्यो देउरालीमा बतास चल्यो घरी घरी जिस्की बस्दै डाली डाली बस्दै बस्दै घरी घरी जिस्की बस्दै डाली डाली बस्दै बस्दै कहिलेकाहीँ थके जस्तै सङ्गीत र सुगन्धको कहिलेकाहीँ थके जस्तै सङ्गीत र सुगन्धको सुईको पायल माते जस्तै यतै कतै फुलमा भुल्यो देउरालीमा बतास चल्यो
देउरालीमा बतासल्यो 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 देउरालीमा बतासल्यो। साँच्चीकै तपाईँको स्वरमा चाहिँ एउटा भनौँ न जादु नै छ, एउटा जुन मेलोडी छ तपाईँको स्वरमा त्यसले चाहिँ धेरै दर्शकहरूको मन पनि जित्नु भएको छ। एउटा साङ्गीतिक क्षेत्रमा लागिरहेको हिसाबले एउटा समसामयिक प्रश्न तपाईँलाई सोध्न मन लाग्यो। केही दिन अगाडि एउटा बारबिसेबाट एउटा जुन एक युवाले एउटा गीत रिलिज गर्नुहुन्छ, पहिलो हाँसो पहिलो बोल भन्ने, त्यसले धेरै नै भनौँ न धेरैको मन जित्नुहुन्छ। त्यसमा लेखेको शब्द, त्यसको जुन स्वर छ त्यसले धेरै दर्शकहरूलाई आकर्षण गर्छन्। तर केही दिन पछि भनौँ त्यसकै केही दिन पछि चाहिँ त्यो गीत चाहिँ एआईबाट निर्माण भएको हो भनेर एउटा समाचार आउँछ। यसले चाहिँ के देखिन्छ भने साङ्गीतिक क्षेत्रमा चाहिँ एआईले प्रभाव कतिको पारिरहेको छ भनेर सोच्नलाई एउटा बाध्य हुने अवस्था सृजना गरेको छ। तपाईँलाई के लाग्छ, एआईको विकास हुँदै जाँदाखेरि चाहिँ सङ्गीत क्षेत्रमा लाग्नु भएको गायक गायिकाहरूलाई चाहिँ कतिको प्रभाव पार्न सक्छ जस्तो लाग्छ? अब यसमा प्रभाव त धेरै नै पर्छ। अब किनकि यो एआईबाट त एकदमै सजिलो हुने भयो नि त, होइन? सबै गरिदिने, शब्ददेखि सबै गाएर दिने भयो। अब त्यो कतिपय अब मान्छेहरूले चाहिँ मनदेखिबाट लेखेको गानाहरू हुन्छ नि, कस्तो मजाले कति मेहनत गरेर बनाएको हुन्छ। अब त्यो एआईबाट त एकैछिनमा सजिलैसँग हुने भयो। लगभग एउटा प्रम्प्ट दिएपछि पुरै गीत लिरिक्स सबै आयो, सबैजना सजिलै हुने भयो। अनि यसमा चाहिँ धेरै नै असर पर्छ जस्तो लाग्छ मलाई चाहिँ। यसो सोच्दाखेरि पनि तपाईँले ठ्याक्कै भन्नुभयो, मैले यो सोचे चाहिँ थिएन ठ्याक्कै, तपाईँले ठ्याक्क भन्नुभयो, एकदमै असर पर्छ जस्तो लाग्यो। तर पनि एआईले नै बनाएको गीत भयो नि, त्यसमा मानवीय जुन भावना चाहिँ आउँछ जस्तो चाहिँ लाग्छ तपाईँले? अब मानवीय भावना चाहिँ अलिकति आउँदैन, लगभग कमै हुन्छ, अलिकति कमै हुन्छ होला सायद जहाँसम्म। किनभने मानवले जुन सहेको हुन्छ, एउटा दुःख, एउटा पीडा, एउटा जुन प्रेमको भावना जुन मानवमा सृजना भएर एउटा गीत जुन आउँछ त्यो लेभलको चाहिँ एआईबाट आउँदैन जस्तो चाहिँ लाग्छ, होइन? त्यो आउँदैन नि, त्यो अलिक गाह्रो नै हुन्छ। हजुर, ठिक छ। यस्तो जुन छ यो गीतहरू सृजना हुन्छ एआईबाट, यो तपाईँले नि सुन्नु भएको होला। धेरैलाई चाहिँ यसले कस्तो कन्फ्युज बनायो भने यो चाहिँ मान्छेले नै गाएको हो, अन्त अरूले चाहिँ एआईबाट हो भन्दाखेरि पनि त्यो मान्छेलाई गाली गर्ने अवस्था पनि थियो, किनभने यो त मान्छेले मेहनतले बनाएको गीत तपाईँहरूले एआईले भन्नुहुन्छ भनेर अलिकति भन्नुभयो। तपाईँलाई चाहिँ के लागेको थियो, यो गीत एआईबाट हो कि मानिसले नै गाएको जस्तो के छ? तपाईँले सुन्नु भएको थियो होला, फर्स्टमा चाहिँ के लागेको छ तपाईँले? अब मैले खासमा यो गानै नै राम्रोसँग सुनेको छैन। हजुर, टिकटकहरूमा प्रायः त आइरहेको होला। मान्छेले नै यो पहिलो हाँसो पहिलो बोल भन्ने अलिकति थोरै गाउनुहोस् त। मलाई ठ्याक्कै थाहा छैन, म गीत त गाउन आउँदैन, मैले ठ्याक्कै नसुनेको भएर मलाई यो विषयमा यो तपाईँले भन्नुभएको यो एआईबाट भन्नुभएको यो पनि तपाईँले नै भनेर मैले सुने। हजुर, अब सुन्नु भएको छैन, गीत सुन्नु भएको छैन, ठिक छ। त्यो अर्को पाटो छँदैछ। तपाईँको एउटा गीत सङ्गीतमा तपाईँ लागिराख्नु भएको छ, सँगसँगै दैनिक जीविकोपार्जनको लागि काम पनि गरिराख्नु भएको छ। तपाईँको भावी योजना चाहिँ के छ? गीत सङ्गीतमा नै लागिराख्नुहुन्छ कि अन्य केही व्यवसाय गर्ने सोच्नु भएको छ कि के छ तपाईँको? अब भावी योजना चाहिँ खासमा अब सङ्गीत नै, गीतै गर्छु भन्ने, सङ्गीतै गरेर भविष्य बनाउने सोच्नु भएको छ। त्यस्तै नै अब के गरिराख्नु भएको छ? सङ्गीत एउटा गीत निकाल्नुभयो, निकै दर्शकले नि रुचाए त्यो गीतलाई, धेरैले रोशनको गीत कहिले आउँछ भनेर सायद पछि पनि राख्नु भएको होला। के छ तपाईँको त्यस्तो के छ? अब गानाहरू धेरै नै लेखेको छौँ, धेरै नै अझै उ गर्नु बाँकी नै छ। अब हामी चाँडै सकेसम्म चाँडै नै गर्छौँ। बिस्तारै थुप्रै छ गानाहरू। अब अहिले 2टा चाहिँ गरेँ, एउटा नछुनु साथ, त्यसपछि रूप तिम्रो चाहिँ र भर्जन मात्र गरेको छु। त्यो बाहिर निकाल्नु चाहिँ भएको छैन? त्यो त्यसको रेकर्डिङ वाला स्टुडियो रेकर्डमा भएको चाहिँ निकालेको छैन, त्यो र मात्रै छ। त्यो र पनि हामीले त्यतिखेर पहिला केही महिना अघि सानो उख्रिनी घुम्न जाँदाखेरि बनाएको, एकदमै त्यो प्रकृतिसँग रमाउँदै गीत बनाउनु भयो, भिडियो बनाएको। गीत चाहिँ त्यतिखेर भिडियो निकाल्नु भयो, भिडियो चाहिँ निकालेको उसु उसु सट्ट त्यो जङ्गलमा मजाको एकदम जुगाली टोकी टोकी बनाएको यात्रामा अनेक अनुभव पटुल्दै हिँड्नु भएको छ जे होस्। त्यो चाहिँ अलिअलि छ। त्यो गीत थोरै सुनौँ न, रूप तिम्रो अहिले र भर्जन। हुन्छ। रूप
तिम्रो साह्रै नै रङ सधैँ मनमै झल्किने बसिरहन मन हो तिम्रो आँखाको परेलियाले जस्तै मनभरि नै गरी तिमीलाई गीत म सुनाइदिन्छु विरक्तिको भाकालाई गीतमा कोरिदिन्छु गजलु आँखा तिम्रो मलाई साह्रै नै राम्रो लाग्छ होला अब त धेरै बोलेको आएर गालन तिम्रो लागि कति माया छ भने यही शब्दैबाटै बुझ माया गर यसरी सधैँभरि त्यो मनमै राख्नु है पर्खी बस्छु यसरी सधैँभरि त्यो मनमै राख्नु त्यति नै राम्रो छ यो गीतले पनि तपाईँको पछिल्लो गीतहरू जस्तै एउटा सफलता हासिल गरोस् भन्ने हामी शुभकामना पनि दिन्छौँ अन्तिममा रोशनको फ्यानहरूलाई के भन्न चाहनुहुन्छ मेरो फ्यानहरूलाई ठिक छ माया के भन्ने फ्यानहरूलाई फ्यानहरूलाई अब हामी चाँडै नै सेकेन्ड प्रोजेक्ट पनि गर्नेवाला छौँ अब तपाईँहरूले नछोड्नु साथमा मन पराइदिनु भएको जसरी नै हाम्रो सेकेन्ड प्रोजेक्टमा नै मन पराइदिनुहोस् भन्न चाहन्छु धन्यवाद पक्कै नै हामी एउटा सङ्गीत बुझ्ने मान्छे त होइन कार्यक्रममा बोलेको जस्तो सङ्गीतमा गाउन पक्कै पनि हुँदैन होला त्यही पनि तपाईँको यो गीतहरू सुन्दा एउटा जुन आनन्दको जुन एउटा भावना उत्पन्न हुन्छ यो गीतले चाहिँ यसै गरी निरन्तरता पाइरहोस् भन्ने तपाईँलाई शुभकामना दिन्छौँ र सम्पूर्ण दर्शकहरूले पनि उहाँको नयाँ आउने गीत र जुन पहिला नै निकालिसकेको गीत सायद रोशन श्रेष्ठ छैन तपाईँको रोशन श्रेष्ठ नाम गरेर युट्युब च्यानल छ उहाँको त्यहाँ गएर लाइक गर्न सक्नुहुन्छ स्थानीय कलाकारलाई हामीले प्रमोट गर्दै लग्यो भने देश विदेशमा छाउनुहुन्छ र सिन्धुपाल्चोकको नाम पनि एउटा उचाइमा पुर्याउनुहुन्छ भन्ने हामीले आशा लिएका छौँ तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको समयको लागि अर्को एपिसोडमा अर्को विशेष व्यक्तिसँग आउने नै छौँ त्यति बेलासम्मको लागि हेर्दै गर्नु जुगल खबर र टक टाइम विथ सुजन धन्यवाद